पूर्व राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। काठमाडौँ घर भएर पनि राज्य कोषबाट घरभाडा बापत रकम बुझेको र यस कार्य भ्रष्टाचार ठहर हुने भन्दै सिन्धुलीका युवराज सफलले बिहिबार उजुरी दर्ता गराएका छन्। उजुरीमा पूर्व राष्ट्रपति यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न उजुरीमा माग गरिएको छ। अन्यथा मुद्दा लिएर अदालतसम्म जाने उजुरीमा भनिएको छ। प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा पूर्व राष्ट्रपति यादवको भरणपोषणका लागि राज्य कोषबाट 46,25,615 रुपैयाँ खर्च भएको छ। त्यस्तै अर्की पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि राज्य कोषबाट गत आर्थिक वर्षमा 35,18,555 रुपैयाँ खर्च गरेको गृह मन्त्रालयको स्रोतको दाबी छ। उक्त रकम तलब, घरभाडा, सचिवालयका सदस्यको तलब, बिजुली पानी सहितको खर्च हो। पूर्व राष्ट्रपति यादवको बागडोल र भण्डारीको चप्पले हाइटमा घर भए पनि दुवैजनाका लागि सरकारले मासिक रूपमा भाडा भुक्तानी गर्दै आएको छ। यादव आफ्नो घर छाडेर भाडाको घरमा बस्दै आएका छन् भने भण्डारी चप्पले हाइटको आफ्नै घरमा बसे पनि राज्य कोषबाट मासिक भाडा बुझ्ने गरेकी छन्। यादव र भण्डारीका लागि प्रति व्यक्ति हरेक महिना 200 लिटरका दरले इन्धनका लागि 4,04,882 दरले भुक्तानी भएको स्रोतले बताएको छ। गृहबाट प्राप्त गरेको सुविधा विवरण अनुसार यादवलाई सरकारले घरभाडा बापत मासिक 1,92,255 रुपैयाँ दिँदै आएको छ। यस्तै भण्डारीका लागि पनि मासिक 1 लाखका दरले घरभाडा भुक्तानी दिएको छ। त्यस्तै सत्ता र शक्तिको पहुँचमा विभिन्न व्यक्तिहरूका लागि मन्त्री परिषदको स्वीकृति बिना नै 3,600 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरू अधिकांश पिएसओ र घरेलु कामदारका रूपमा कार्यरत छन्। यी सेवा सुविधा दिनका लागि कानुनी प्रावधान छैन। सरकारले पूर्व विशिष्टलाई सेवा सुविधा दिनका लागि कानुन बनाउँदैछ।